Hello guys, welcome back to my channel. It's me Kalagro and I am from Siklis. I hope सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु र आज चाहिँ केको बारेमा भिडियो बनाउँदै छु भन्ने हजुरलाई टाइटल हेरेर नै थाहा पाइसक्नु भयो होला। र आज चाहिँ म केको बारेमा भिडियो बनाउँदै छु भने आज चाहिँ म खेतमा जाँदै छु। भनौं न आज चाहिँ हाम्रो गोरु ज्योति छ। अस्ति हामीले मम्मी र मैले नलसोर्ने ठाउँमा सो हामी त्यता जाँदै छु। मेरो मम्मीहरु चाहिँ गइसक्नु भयो, म चाहिँ अहिले जाँदै छु। यो भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म र मलाई माया गर्नु होला है त गाइसहरु। साथीहरु म चाहिँ आइपुग्यो भन्नाले म अघि नै आइपुगेर पनि मैले यहाँ यो खेतको चाहिँ मैले मल सबै उस गरिसक्यो। यहाँ छ हिमाल, यस्तो दामी देखियो हिमाल। तल पनि जोत्दै हुनुहुन्छ अनि यता पनि जोत्दै हुनुहुन्छ। म यहाँ छु गाइस। यता छ सिक्लेस गाउँ। अस्ति मल बोकेको यो नै हो। अनि त हुन्छ हाम्रो चाहिँ यहाँ जोत्दै हुनुहुन्छ। हाम्रो चाहिँ त्यो यो तीनटा गरा जोतिसक्यो र अब यो र यो हामी बसेको यो गरा मात्र बाँकी छ। यति नै हो। त्यसपछि घर जाने हो भनेर म भन्दिनँ। त्यसपछि अब हलोले नभेटेको ठाउँमा त्यो बाँझोमा खन्ने हो एकछिनमा। गर्मी हो गया हमको। यस्तो दामी देख्यो। आजले धेरै सबै काममा बिजी हुनुहुन्छ। अनि त्यो छ ताङतिङ गाउँ। ताङतिङको मेलामा पनि जानु छ यो महिनामै। त्यसको ब्लग पनि आउँछ तपाईहरु सामु हेर्नु होला। अनि यता छ मेरो मम्मी अनि उता पनि गोरु जोत्दै हुनुहुन्छ।
Ori kunti shiri kemana ba desa cleaner desa ni pass bill. Kan gayo? Ura. Yo ja. Nanti yang खाजा खान लागो चिया बिस्कुट चाउ. साथीहरु मैले चाहिँ खाजा खाइसके चाउचाउको सुक्खाको बेसरी पिरो भयो मलाई र हामीले चाहिँ अब हाम्रो हलो पनि जोत्न सक्न लाग्यो अब त्यही एउटा मात्र गरेर बाँकी छ र अब मम्मी र म चाहिँ गोरुले के रे त्यो हलोले नभेटेको ठाउँमा चाहिँ त्यो बाजाहरू चाहिँ खन्न जाने हो गाइस यति नै हो मेरो भिडियो चाहिँ एकदम सर्ट हुन्छ होला आजको मिठो छोटो मिठो हुन्छ हेर्दै गर्नु होला है त साथीहरु हेलो तिमी अब एउटा राम्रो केटो खोजेर बसेर खाने ठाउँमा जाऊ त यहाँ बाजा खान सक्दिनौ केटो पाउँदैन मैले केन पाउने हो र म बाजा खानेरै बस्छु बरु केटो पाउन गाह्रो छ मलाई केटो पाउन गाह्रो छ कस्तो काम पर्ने हो है अर्का घरमा फेरि कस्तो काम पर्ने हो यहाँ बिहान भरि सुत्न पाउँछ हैन त्यही त एकदम थाकेको अवस्था गाइस मैले चाहिँ पन्चा लगाएको किनकि पन्चाले हातलाई यस्तो सेभ गर्छ हैन मजाले देखाउँछु हैन मैले त्यत्रो गोबर उस गरे तर मेरो हात हेर्न सक्नुहुन्छ तपाईहरुले यस्तो राम्रो हो अलिकति फोहोर त बहुत तर केही छैन यो चाहिँ खनिसक्यो तर यति खन्ने बित्तिकै मेरो मैले खाएको चा नास्ता सबै सकियो कुन सोर्दै तुम जो आई जिंदगी में बात बन गई साथीहरु हाम्रो चाहिँ भ्याइ हो गोरु जोत्ने पनि भ्याइ हो अनि त्यहाँ बाज खन्ने पनि भ्याइ हो तल बजेहरुको पनि सकेछ बजे चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ यति नै हो त हुनुहुन्छ
अब चाहिँ घर जाने हो एकछिनमा गाइस अब हाम्रो काम भ्यायो अब हामी चाहिँ घर जाने हो र साथीहरु हाम्रो चाहिँ काम भ्यायो र म चाहिँ घर जाँदैछु अब घर गएर खानासाना बनाउनु पर्यो ल गाइस म चाहिँ अहिले यहाँ चौतारोमा यसो हल्का विश्राम गरेको र यहाँबाट यस्तो भ्यू देखिन्छ यस्तो राम्रो देखियो यो चाहिँ करी होला सायद यो ताङतिङदाउ अनि यता पर्छ पोखरा राम्रो छ अनि म यहाँ छु गाइस थाकै लाग्छ साथी हो त्यही भएर यसो हल्का आराम गरेको यो चाहिँ एकदम ठुलो ढुङ्गा छ यहाँ सबभन्दा बीचकोमा यहाँ खेतको बीचमा यहाँ ठुलो ढुङ्गा छ त्यही भएर यहाँ चाहिँ मान्छेहरू धेरै जसो आराम गर्ने गरिन्छ त्यही भएर म पनि यसो हल्का विश्राम गरौँ न त भनेर बसेको थकाइमा आराम भनेर ओके गाइस आई एम ब्याक टु होम हेलो फलमान छ्या हेलो अंगी अच्छा तोले मागी हेलो सल्टिनीको ब्लगमा सागा छ ल से बेसी अंगी यता भाङ्रा बुन्दै हुनुहुन्छ चाहिएमा सम्पर्क गर्नु होला नम्बर रहेको छ 98 ओके गाइस म चाहिँ आइपुग्यो घर यिनीहरु के खेलिरहेछ यहाँ तो ए यहाँ छ जेली अनि यहाँ छ तृष्णा हेलो लसी तृष्णा किली मक्किली लसी दाइ चालिस म के ब्लग हेलो मिस हेलो बहिनी नमस्कार चालिसमै हेलो मगाला हाई ल हामी चाहिँ यहाँ जेली खाँदैछु म चाहिँ यहाँ सब चोकमा आएको सपिङ गर्न सो गाइस आजको भिडियो यति नै हुन्छ होला मैले चाहिँ त्यति खासै भिडियो बनाउन पाइनँ र अहिले चाहिँ म भिडियो इन्ड चाहिँ म हाम्रो सिक्लेसको भ्यू टावरमा उभिएर गर्दैछु र तपाईहरुले देख्न सक्नुहुनेछ अघि पछाडि सिक्लेसको भ्यू र मेरो भिडियो आजको यति नै हो आजको दिनभरि काम पनि गरियो अनि त्यही नै हो अनि तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला र म यस्तै राम्रो भिडियोहरु तपाईहरुसँग उपस्थित गराउने छु र यति भन्दै थ्यांक यू फर वाचिङ माइ भिडियो अनि तपाईहरुले यदि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई है त साथीहरु बाइ बाइ गाइज